दामी पार्क किन दिनमा है पैसा मलाई हेलो साथीहरू नमस्कार मलाई चाहिँ आज यस्तो म हराएँ भन्दा नि मलाई चाहिँ म तेरो ठाउँनिर आइपुग्न लाए भनेर ड्याडी लिएर नि मलाई धोका दिए म चाहिँ यहाँ हिँड्दा पुराबाट यहाँ आइपुगेँ यस्तै लुखुर एक्लै हिँडिरहेको छु मलाई अहिलेसम्म ड्याडीले फोन पनि उठाउनु भएको छैन यो हस्पिटलनिर आएर बसेछु पर्मिला पढ्ने मेरो रुममेट पढ्ने यही हो नि त यहाँ अनि त्यसपछि हो यिनलाई फोन गरेको म भर्खरै लाइब्रेरीदेखि निस्किँदैछु भनेर भनेदिन् तिनी पनि आइथिलिन् अनि ड्याडीहरूले पनि फोनै उठाउनु भएको छैन म चाहिँ एक्लै यहाँ यसरी बसिरहेको छु डर लागेछ अनि म चाहिँ बिना तयारी हिँडेको अनि अब साथीहरू म त हराउँछु जस्तो छ तिनी आइन् जस्तो लाग्यो मलाई आज म हराउँछु पर्मिलालाई ऊ त्यहाँ देखेको कता गइन् अनि यो गाडीले छेकिदिन्छ त ऊ यहाँबाट आइन् के पर्मिला आइन होइन त्यहाँ अन्डरग्राउन्डबाट आउन लाग्यो पर्मिला अनि ऊ यहाँबाट आएकिन् अब तिमीले मलाई तिमीसँग गइहाल्छु म अब पर्खिन्न ढिलो हुन्छ नि त यस्तो डर लाग्दैन तिमीलाई तलबाट आउन यहाँबाट आइन् नि हजुर हेर न ड्याडीहरू आउनुभएको थियो अनि म रत्नपार्क पुगेर आइपुग्नलाई भन्नुभयो नि अघि हो अनि त्यसपछि एकछिन भेट्छु भनेर आएको फोनै उठाउनु नहोस् म यहाँ एक्लै बिचरा पर्छु अब यिनलाई भेटाइसक्यो म त गइहाल्छु अब खै फोनै उठाउनु भएको छैन कि अनि आएँ यहाँ हेर न म यस्तै अनि तल नुहाउने भनेर साबुन किन्न आएको नि त तल अनि ठ्याएको पारेर अनि यत्तिकै गइहाल्छु भनेर आएको त अहिलेसम्म भेटिँदै भने ओके 4:30 यत्तिकै यता घुम्ने अब यत्तिकै हिँड्ने भनेर आउनुभएको के अनि आएपछि अनि त्यहाँ गरौँला त्यहाँ एकछिन भेटिउँला त भन्नुभएको थियो यो स्कुलमा पढि बसे म त कताबाट आउँछु नि भनेर फोन गरेर बसेँ ओ यहाँ चाहिँ कस्तो राम्रो पार्क छ अनि पर्मिलालाई यहाँ अघि एक दिन आएको भए नि हुन्थ्यो नि पर्खे हेर यस्तो डर लागेको कि एकछिन त मलाई अब फोन उठाउनु भएन नि त ड्याडीले अब कहाँ जाने अब के गर्ने हेर बिना हावा कारण हिँडिहालेँ म फोनै उठाउनु भएन कि अघि त फोन गर्नुभएको थियो अनि होइन फोन राम्रै छ कुरा नास्ता खाँदैछु भन्नुभएको थियो थला खाने पनि ल्याइदिन्छु रोटी भन्नुभएको थियो नि मलाई पर्दैन मलाई खानु अहिले भने म यत्तिकै बसिरहेको थिएँ यस्तो खोकी लाग्छ कि मलाई ख्याङ आज मलाई पनि खोकी लागेको छ है किन होला यो त के हुँदैन यो खोकीको सन्चो भइहाल्छ होला होइन हिजोदेखि कस्तो यहाँ खसखस हुन्छ होइन अनि त्यो खोकी आउँछ बाहिरदेखि लाग्छ हुन्छ कि कस्तो बमिटा होला कस्तो दामी छ है यहाँ पिक्चर पनि आएको छैन कति दामी पार्क हेर्नु मैले देखेको थिएन नि तिमी हेर्दिन होला अनि सुइसुरी पारेर उताबाट जान्छु नि त जाँदाखेरि नि आउँदाखेरि के गरेर जान्छौ यतैबाट एक्लै हुन्छौ खै त आज कति दामी ए तिमी पढेर बस्यौ नि तिमीलाई झ्याउ लाग्छ नि त होस्टेलमा झ्याउ लाग्छ अनि कस्तो आज लास्ट गर्मी छ नि गर्मी म त्यही भएर नुहाउने साबुन लिएँ त्यहाँ तलबाट अनि माथि खालि किन हो कि ड्याडीहरू कता हराउनु गएको कस्तो झ्याउ लाग्छ मलाई त एक्लै खोइ उताबाट आउनु भएको हो कहाँ रत्नपार्क आइपुग्नलाई पनि भन्नुभएको थियो फेरि अनि त्यसपछि आइपुग्नलाई भन्दा पनि नास्ता खानु लाग्नु रहेछ लिएर आइदिन्छु भन्नु थियो नाइ हो भने मैले सोचेँ अब रत्नपार्क भने यहीँ आउनुवाला यहीँ पुलमा आउनुवाला भनेर सुइसुटी हिँडेर आएँ कि मलाई झुट बोल्नु पर्यो आज त पानी पर्छ यस्तो छ अनि पर्मिलालाई भेट्छ मलाई त अब डर छैन कस्तो डर लागेको थियो मलाई त मलाई थाहा भएन तर कस्तो डर लागेको थियो कि कोही मान्छेले मलाई कतैबाट केही राति के गरिन्छौ तिमी अनि यस्तो चाहिँ यहाँबाट पानी पर्ला जस्तो लास्ट आएको छ उकुस मुकुस छ भाइ म
त्यो स्काई टावरमा जाम्ला भन्दा भन्दै मेरो जाने दिन आइसक्यो घर कस्तो रहर लाग्यो जाने ए तिमीलाई थाहा छ म पढ्ने उ त्यहाँ हो ए तिमीलाई भनिसकेको त यस्तो झुट बोल्नुभयो कि ड्याडले झुट बोल्नु भन्दा नि बिचरा उ भयो होला है के भयो होला फोनै उठा अनि मलाई त कस्तो आए सुती आइहालेर मनमा त कस्तो डर लागेपछि त किन कामलाई अनि ठ्याक्क दिमागमा आयो कि ए तिमी अनि ठ्याक्क यहाँ आउँछ नि त पढ्न अनि ठ्याक्क पारेर सम्झे पर्मिलालाई फोन गर्छु भने अनि फोन गरेँ एक्लै बिचल्ली पऱ्यो म त एक्लै एकछिन त अझै म यहाँ आउनु भएको होला भने म गइनँ म गइनँ कि तल मैले बिहान कतै पनि गइनँ खाना त खाएँ टन्न खाना खाँदै अनि भोकै लागेको थिएन अनि त्यही भएर गइनँ कतै खाना जाने हो तिमी पर म नि गइनँ झाउ लाएर म नि गइनँ तलै पनि गइनँ म के पो थियो आज के थियो होला त्यो एउटा त्यो दही हुन्छ दिल्ली बजार अब हामी घर जान्छौँ भाइ भाइ साथीहरू हिँड्दै ऊ ड्याडीहरू पर बनाए जानुभयो यहाँ भेटिनु भयो म उता खोज्दै गएँ अनि त्यसपछि ऊ पर पुग्नुभयो ठ्याक्क ड्याडी भेटिनु कि त्यो भिडियो बनाउने पनि उस भएन म त मलाई हजुर किनिदिनु भयो है पैसा मलाई म पैसा दिएको अनि अचम्म लाग्छ क्या मलाई कसैले पैसा दिनु के अरे एक कौवा नि यहाँबाट यताबाट आउनु छ ड्याडीहरू ह्यान्डीमाबाट आउनुभएको ठ्याक्क बनाइन क्या मलाई त डर लाग्यो यिनीहरूले कति धेरै बर्ड फ्लू निकालेछन् अरे के ह्यान्डीमा त यहाँ आउनु भएछ कि फोन पछि त ड्याडीहरूले फोनै नगरेर जानुहुन्थ्यो म नआइदा नि यहाँबाट आएर ह्यान्डीबाट तल्खेर त मेरो भइहाल्यो नि यहाँ ह्यान्डीमा भेटिनु म त अचम्म लाग्यो कि एकछिन त सक भइदिएर सुती अझ यस्तरी हिँड्नु भएको दुई भाउ छोरा यस्तरी थियो उयो बन्द छ पहिला म बस्ने होस्टेल यो हो ए होस्टेलमा बस्थेँ म यहाँ त रमाइलो होस्टेल यस्तो अनि त्यसपछि म आएँ अब म घर जान्छु खतरा हामी ड्याडीहरू यताबाट यता हामी अस्ति नै गएको थियौँ नि त्यतिबाट जानुभयो कि हामी कमलपुर जाँदा हराएको ठाउँबाट जानुभयो होला कि लामो बाटो खै उडानको यहाँ रहेछ कि पहिला हेर न उडान शैक्षिक केन्द्र हामी पढ्छ म पढ्छु त यो यहाँ रहेछ पहिला पछि अहिले त्यहाँ इन्स्टिच्युट नै यहाँ रहेछ क्या पहिला